हेलो एभ्रिवान, के छ हाल सबैजना संसारण होला। आजको यात्रा चाहिँ होइन टक्क लाएर सिद्धार्थ कटेजसम्मको बोतलमा चाहिँ डेन्जर गर्मी छ होइन, के गर्ने अब त्यस्तै हो। गाह्रो छ छोरो मान्छेको जिन्दगी, केही न केही त गर्नु पर्यो। आज चाहिँ यसो फ्रेस हुनको लागि कति काम माथि गरिराख्नु होइन। आज चाहिँ टक्क लाएर कहिले कसो मान्छे फ्रेस पनि हुनुपर्छ। फ्रेस हुनको लागि आजको यात्रा चाहिँ सिद्धार्थ कटेज, जहाँ जयकुटीदेखि थोरै भित्र पश्चिम साइडमा रहेको सिद्धार्थ कटेजमा हेरौँ सिद्धार्थ कटेजको व्यवस्थित चाहिँ कस्तो हुन्छ होइन। टक्क लाएर है त, यो चाहिँ सिद्धार्थ कटेजको एरिया होइन। यहाँ चाहिँ गएपछि टक्क लाएर लस्सी लिएर लाएर होइन खाइदिँदै बसिदिँदै 2-4वटा गफ हान्दिँदै होइन। के गर्ने गाइजहरू, अब यस्तै छ बोतलको गर्मी। चिसोभित्र चाहिँ व्यवस्थित चाहिँ खतरा रहेछ होइन। दामी लाग्यो मलाई चाहिँ यो ठाउँ चाहिँ एकदम बब्बाल, सर्भिसदेखि लाएर हरेक कुरा चाहिँ बब्बाल लाग्यो होइन मलाई चाहिँ। त्यही हो गाइजहरू, टक्क लाएर एरिया चाहिँ एकदम शान्त गर्मी भयो नि, भित्र छिटो यस्तो आनन्द फिट्यो है।